आज चाहिँ मेरो बाबुहरूले पिज्जा खाने भनेर भनेको भएर मैले घरमै पिज्जा बनाइदिन लाग्छु हैन। पिज्जा बनाइदिन लाग्छु। अब त्यो पिज्जा चाहिँ कस्तो बन्छ अहिले चाहिँ मैले पिठो मुसेको हैन। पिठो मुसेछु अन्डा हालेर पिठो मुसेर अनि यो पिज्जामा हाल्ने यस्तो यसको नाम चाहिँ मलाई थाहा भएन। पिज्जामा हाल्ने कुरा भनेर मागेर लिएर आएको। कस्तो बन्छ म हजुरहरूलाई पिज्जा बनाउँदै देखाउँदै गर्छु। यसरी नै अन्डा हालेर पिठो मुस्नुस् अनि त्यो पिज्जामा हाल्ने कुराको नाम मलाई थाहा भएन। त्यो नाम चाहिँ तपाईँले अब गएर मागेपछि दिन्छन्, सुपर मार्केटमा गएर मागेपछि दिन्छ हैन। तर मैले चाहिँ फेरि मागेको हैन, पिठो पनि मेरो रेडिमेडै ल्याएको हो। मैले चाहिँ किनेको हैन, पिठो पनि मैले रेडिमेडै ल्याएको हो बहिनीको दोकानबाट। अनि यहाँ चाहिँ अब मैले बनाउन ट्राई गर्दैछु कस्तो बन्छ। म तपाईहरुलाई बनेपछि खबर दिन्छु, देखाउँछु ल। अहिले चाहिँ पिठो मुस्दैछु है म। पिठोलाई यत्रो डल्लो बनाउने मैले चाहिँ दुईटा पिज्जा बनाइदिन लाग्छु हैन। दुईटा छोरा छन् नि त मेरो, दुईटा छोरालाई एउटा दुईटा पिज्जा बनाइदिन लाग्छु। यसरी बनाउने हैन। अब मसँग अरु सामान त छैन, नभइसकेपछि जुगाड त गर्दिनु पर्यो। अनि यो बेलनामा पहिला मैले अब रोटीको आकार बनाउँछु। मेरो बालाउमे कसै बनाउनुहुन्छ त बेलना सबैले हेर्नुस् है, राम्रोसँग हेर्नुस्। यसमा अटेन भने पार्ट 2 पनि आउँछ अनि पार्ट 2 मा पनि हेर्नुस्। म चाहिँ आज पिज्जा बनाइदिन लाग्छु है यिनीहरुलाई घरमै पिज्जा बनाइदिन लाग्छु। अनि कस्तो बन्छ म तपाईहरुलाई देखाउँछु है। अब मैले पिज्जाको लागि यतिको तयार गरे हैन। अब यसलाई चाहिँ मैले अब त्यो रेडी बनाएकोलाई यहाँ प्यान बसालेछु। अब यो प्यानमा चाहिँ मैले दुईचोटी फर्काउँछु है। बत्ती नि गयो भयो चाहिँ के भन्छ यो डल्ले खुर्सानी कि के अरे यसको नामै मैले बिर्सेँ। अनि यो चाहिँ प्याज, यो चाहिँ गाजर, यो चाहिँ टमाटर अनि यो चाहिँ चीज। अब मैले यो चीजलाई अनि टमाटरलाई अनि यो भेजिटेबललाई काटेर रेडी बनाएँ। अब यहाँ चाहिँ चिकन फ्राई गर्न लाग्छु ल। मैले चिकन पिज्जा बनाउन लाग्छु। पिज्जाको लागि तयार भइसक्यो। अब यसमा यो चिकन अनि त्यसपछिबाट यो भेजिटेबलहरू अनि यो के अरे यो यसको नाम फेरि बिर्सेँ, चिज राखेर बनाउने हो। अनि पकाइछि देखाउँछु ल। अब यसमा चाहिँ मैले यो टमाटर सस हालेँ है। टमाटर सस ल, टमाटर सस हाल्छु। यो चाहिँ चिकन। अब यो रेडी भयो है। अब मसँग के अरे यो पकाउनलाई ओभन त छैन। अब ओभन नभएपछि एउटा न एउटा ट्रिक त लाउनु पर्यो नि हैन। अहिले यो मोमो स्टिम गर्ने भाँडामा पानी हालेको छैन। अब यसको माथि यो राख्छु, पिज्जा राख्छु अनि यो पिज्जालाई छोपेपछि पाक्न दिन्छु एकछिन। अनि यो अलिअलि पाकेपछि पाके जस्तो भएपछि यसको माथि चिज राख्नुपर्छ। अब यसलाई मैले 15 मिनेट जति ढाकेर छोडिदिन्छु है। मोमो स्टिम गर्ने भाँडामा ढाकेर छोडिदिन्छु। अनि एकछिन पछाडि खोलेर चिज हाल्छु अनि खाने बेला हुन्छ। अनि सबैले हेर्नु होला है।